हेलो गाइस, आज चाहिँ हामी सुके पोखरी आएको पिकनिक खानु र अनि हामी तल सुके पोखरीमा जानेछौँ। अनि सुके पोखरी हुँ तर छ म तपाईहरुलाई लग्छु। अनि म चाहिँ तलतिर हिजो मेरो साथीहरु बसेको छ। अनि यहाँ चाहिँ ट्याङ्की छ अनि म चाहिँ हिँड्दैछु यहाँ। अनि साथीहरु पुगेर खेल्दैछ। मेरो साथी शर्मिक जानु भएको छ। अनि म चाहिँ गुदै गाइस। अनि हेर्नुहोस् शर्मिसहरु तलै हुनुहुन्छ, उहाँ देख्नुभयो होला, दुईजना मान्छे छ। र अब चाहिँ हामी सुके पोखरीमा रोडिङ हान्ने छौँ। अब चाहिँ बुढी भए अनि भिडियो बनाउँदै चाहिँ म तलतिर जान्छु। अनि साथीहरु चाहिँ गइसकेको छ अगाडि। र अनि यतातिर सुके पोखरीहरु छ। उता हेर्नुहोस्, ओइ कति हिँडेको साथीहरु चाहिँ फेरि सुके पोखरी हेर्नु सुकिरहेछ। अब तल पनि जानेछौँ। साथीहरु चाहिँ गइसक्यो, सबै गइसकेको रहेछ। अब म पनि फेरि होला गाइस। म ढिलो गर्छु के गाइस। अनि यता चाहिँ हेर्नु बल्खेनेको वहाँ पनि छ। यो चाहिँ पहाड विशाल। अनि मेरो भाइ बहिनीहरु चाहिँ हिँड्दैछ अगाडि। तल चाहिँ शर्मिसहरु आउँदैछ, हेर्नुहोस्। अनि म त्यताबाट हिँड्छु। शर्मिसहरु चाहिँ तलतिर गइसक्नुभयो। हेर्नुहोस् साथीहरु, सबै साथीहरु फेरि छ। म चाहिँ यता छु। अनि यो चाहिँ ऊ हो, यो चाहिँ एउटा बिरुवा। यो घाउ परेकोमा हामी लगाउँछौँ। यसको नाम चाहिँ तितेपाती हो। अनि यसले निको पनि पर्छ, क्यान्सरको। तर चाहिँ मेरो साथीहरु आउँछ। मेरो चाहिँ मामा है गाइस। हेर्नुहोस् है। अब चाहिँ म फिर्केँ गाइस। यतातिर चाहिँ सबै तितेपाती गाडी छ। अनि मेरो मामा चाहिँ धेरै कमेडीहरू गर्नुहुन्छ क्या, हाँस्नुहुन्छ, हँसाउनुहुन्छ। त्यहाँबाट भयो छिटाउन हौ तलबाट, यहाँ माथिबाट आएको भए त। अनि तलबाट गइसकेको छ। अनि म पनि तल झर्छु है गाइस। पर्खन हौ, हामी चाहिँ कुद्छौँ क्या गाइस। हेर्नुहोस्। अनि शर्मिस चाहिँ खोइ ल यति छिटो शर्मिस चाहिँ गइसक्नु भएको छ गाइस। हो अनि यार। अनि हामी चाहिँ अगाडि हिँड्दैछौँ। अघिमा हामी कुदेर तल सुके पोखरी गएको थियौँ। अहिले अल्छी लाग्दो हो, शर्मिसले ल्याएर पनि फिर्काउनु हो फेरि। होइन मामा, हो कि होइन? विक्रम चाहिँ थाकिसकेको छ, यहाँ हिँड्नै सकेको छैन। अनि र चाहिँ आकाश बादल देउता पनि छैन है। म चाहिँ हिँड्दैछु। अनि बाघ ढुङ्ग पनि जान्छ है गाइस। त्यहाँ चाहिँ मोमो त हाम्रो साथी दिदी भन्दा हुन्छ। हामी त त्यहाँनिर एउटा मूर्ति पनि छ। र हामी चाहिँ पछाडि है। अनि यता रोड छ। यो चाहिँ हाम्रो मोमो। अनि हाम्रो मामा चाहिँ अगाडि हिँडेर यहाँ चाहिँ बिरुवा मान्छेहरूले हो भने यार साथी हो, बर पिपल छ। अनि उहाँ चाहिँ मूर्ति देख्नु भएको होला। यता चाहिँ गेट छ। म तपाईँहरूलाई रोटे लाग्छु। रोटे मै। अनि मेरो साथी पनि। अनि यहाँबाट हिमाल पनि सगरमाथा देखिन्छ। तर क्यामेरा धेरै जाँदैन। अब चाहिँ हामी बाघी ढुङ्गा भन्ने ठाउँमा जान्छौँ है गाइस। म त जान्छु थाहा छैन कि
यो चाहिँ मूर्ति हो केटाकेटीहरूले ल्याएर भाँचिदिएछ यो चाहिँ बाख्राको र मान्छेहरूको अनि हामी अस्ति यहाँ पनि आएका थियौँ अनि यता हिँड्दैछौँ हामी चाहिँ उहाँ चाहिँ हाम्रो मामाले पाइप चाहिँ हुन्छ है पानी आएको छ कि आउँदैन अब बारी हुँदा जानुपर्छ गाइस यो चाहिँ एउटा ताल है ताल गाइस अब चाहिँ अब बाघ भन्ने ढुङ्गामा जान्छौँ है गाइस सरासरी अब चाहिँ जानुपर्ने छ यता चाहिँ पानी लगेको छ यहाँ पाइप अनि यहाँ अनि यता चाहिँ बादल छ हाम्रो मामाले पनि भिडियो बनाउनु हुन्छ है गाइस तपाईँहरूलाई थाहा छैन है हामी दुईजना चाहिँ भर्खर है अनि यहाँ चाहिँ तल कुकुर चाहिँ टोक्छ कि टोक्दैन है गाइस यहाँ चाहिँ हेर्नु गोबर हाम्रो सुमन दादा छ उहाँ समीर दाजु हजुर जी हामी दुईजना हो अनि हिँड्दैछ अब हामी पनि जाने जेसिबी देखाउनुको अनि म चाहिँ हाम्रो रोयल मामा कस्तो छ ठिक छ सबै ठिक छ अनि हामी पनि कुदाइदिन्छौँ है गाइस अगाडि चाहिँ केटीहरू लेडिजहरूको भिड छ है हामी चाहिँ थाकिसक्यौँ गाइस हेर्नुहोस् हाम्रो मौसमले बोकेर छ यता भाइले अनि हामी चाहिँ अगाडि हिँडिरहेछौँ गाइस हिँडेको त छैन थाकिसक्यौँ गाइस हामी चाहिँ सब अगाडि गइसक्यो है गाइस ल बाई बाई गाइस